आदरणीय जनसमुदाय, हामी एउटा विषम परिस्थितिमा निर्वाचनको सङ्घारमा आइपुगेका छौँ। यहाँ हामी सबैलाई थाहा भएको छ यो निर्वाचन हुनु पर्थ्यो 2 वर्ष पछाडि, तर गएको भाद्र 23 र 24 को घटनाक्रमका कारणले यो निर्वाचन 2 वर्ष अगाडि हुँदैछ र यो निर्वाचनतिर देशलाई लैजाने र राजनीतिलाई सहजीकरण गर्ने काममा तपाईहरुलाई थाहा छ हामीले सबभन्दा बढी मेहनत गर्यौं। 26 गते राति मैले र कमरेड माधव कुमार नेपालले राष्ट्रपति भवनमा गएर रातभरि बसेर अन्तरिम सरकार बनाउने विषयमा र 6 महिना भित्र निर्वाचन गर्ने विषयमा एउटा समझदारी बनाउन हामीले आफ्नो तर्फबाट सहजीकरण गर्यौं। बीचमा थुप्रै उतार चढावहरू भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचन प्रक्रियामा अब होमिसकेको छ। यो हाम्रो लागि विशेष खुशी र गर्वको कुरा हो। सुरुमा त हामी एक्लै निर्वाचन बाहेक अरु कुनै विकल्प छैन, जनताको अभिमत लिने कुरा बाहेक अर्को कुनै लोकतान्त्रिक विधि छैन भनेर हामीले भनिरहेका थियौं। तर अहिले सबै राजनीतिक दल, नागरिक समाज र सिंगै जनसमुदाय पनि अब निर्वाचनको निम्ति तयार भएर आउने अब 21 गते हामी मतदान गर्न जाँदैछौँ। आदरणीय जनसमुदाय, कपिलवस्तु जिल्ला नेपालको राजनीतिक आन्दोलनको इतिहासमा पनि र उत्पादन र संघर्षको सबै प्रक्रियामा पनि एउटा विशिष्ट पहिचान भएको जिल्ला हो र कपिलवस्तु जिल्लाले इतिहासका विभिन्न कालखण्ड र क्षणहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। मैले अहिले धेरै लामो व्याख्या गर्न सम्भव छैन, चाहे कृषिमा होस्, चाहे व्यवसायमा होस्, चाहे उद्योगहरूमा होस् या विभिन्न क्षेत्रमा कपिलवस्तु जिल्लाले आफ्नो पहिचान बनाउँदै आएको छ र अहिले यो निर्वाचन हामी एउटा विशिष्ट परिस्थितिमा अगाडि बढिरहेको हुनाले हामी सबैको अगाडि यो निर्वाचन सामान्य कुनै एउटा उम्मेदवारलाई विजयी गराउने र अर्कोलाई पराजित गर्ने सामान्य निर्वाचन मात्रै होइन, यो राष्ट्रको स्वाधीनताको रक्षा गर्ने, राष्ट्रिय एकताको रक्षा गर्ने र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत संग्रह जस्तो भएर यो निर्वाचन तपाई हाम्रो अगाडि आएको छ। यो निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्धन गर्न चाहने र राष्ट्रलाई संकटमा धकेल्ने, एकातिर जेनजी युवाहरूको हत्या गर्ने